धन्यवाद छ सभामुख ज्यूलाई। अब यो सदनमा बोल्नका लागि पनि आन्दोलन गर्नुपर्ने भयो। प्रधानमन्त्रीज्यूलाई यता आउनको लागि पनि आन्दोलन गर्दै आएको मान्छे, यो आन्दोलनै आन्दोलनको देश, झैझगडा र आगजनीको देश, कुटपिट काटमारको देश, त्यसको ह्याङओभर हाम्रो सदनभित्र पनि छ। सायद हामी त्यस्तै तरिकाले तपाईको चाहिँ के अरे ग्रुमअप भएर आयौँ होला। अनि सानो भन्दाखेरि नसुन्ने काने गुजी हाम्रो अलिकति धेरै टालेको जस्तो लाग्छ। म केही भन्दिनँ, यो सदनलाई विधिबाट हामीले सञ्चालन गर्नुपर्छ, यति हो मेरो अनुरोध। त्यति हो। हामीले यो सदनलाई सञ्चालन गरिरहँदाखेरि मैले बारम्बार त्यहाँ बसेर एउटा कागजमा देखाइ पनि रहन्छु प्रत्येक दिन जसो, हामी हाम्रो नियमावलीको 15 को 2 नियम लागू गरेनौँ, त्यहाँ हाम्रो असफलता झल्किन्छ। 4 को 1 लागू गरेनौँ, त्यहाँ हाम्रो असफलता झल्किन्छ। संविधानको धारा 77 को 1 ग त्यसलाई पनि हामीले मिचेका छौँ। संविधानको धारा 76 को 10 प्रधानमन्त्री लगायत मन्त्री परिषदका सबैजना संसदप्रति जवाफदेही हुने भन्ने के अरे तपाईँको हाम्रो संसदीय अभ्यासमा त्यो हुनुपर्ने भनेर हाम्रो संवैधानिक व्यवस्था, त्यसलाई नै मिचेका छौँ। अब यसरी हामी यहीँभित्र कानुन मिच्दै बस्छौँ भने देशमा हामीले ल एन्ड अर्डर मेन्टेन गर्न सक्छौँ? प्रश्न गर्न चाहन्छु म। सक्छौँ जस्तो मलाई लाग्दैन। त्यसो भएको कारणले गर्दाखेरि हामीले साँच्चै नै यो के अरे संसदको मर्यादालाई कायम राख्ने हो, थितिको शासन, विधिको शासन हामीले लागू गर्ने हो र देशमा समृद्धि र सुख शान्ति सुव्यवस्था कायम गर्ने हो भने हामीले पहिला संविधानको धारा उपधारा अध्ययन गर्नु जरुरी छ। अनि त्यो अनुसारको आचरण हामीले गर्नु जरुरी छ। प्रधानमन्त्रीज्यू आफू आउँदा पनि हुने नआउँदा पनि हुने, खुसी पर्दाखेरि चाहिँ नि यसो म्यासेज लेखेर आउँछु है भनेर तपाईँहरूलाई खबर गर्ने, अनि यहाँ आएर चाहिँ होइन उहाँले जथाभावी बोलिदिएको कारणले आज हाम्रो सिमानामा के भइराखेको छ भन्ने बारेमा हामीले निगरानी राख्नु त छैन, उल्टो के भनिदिएको कारणले हामीले हाम्रो भूमि नै गुमाउनु पर्ने दिन पो आउँछ कि भन्ने पिरले त्यो वक्तव्यलाई हामीले चाहिँ नि सच्याउनु पर्छ भन्ने हाम्रो माग रहिआएको छ। र प्रधानमन्त्रीज्यू यहाँ आएर उहाँले आफ्नो भनाइलाई सच्याउनु पर्छ भन्ने माग विपक्षी दलहरूको रहिआएको छ। यहाँहरू सबैजनालाई अनुरोध गरौँ, भूगोल बिनाको देश हुँदैन। त्यसो भएको कारणले गर्दाखेरि भूगोलै छैन भने हामीले कहाँ बादलमाथि देशको कल्पना गर्छौँ त? त्यसले गर्दा सिमानामा भइराखेको अतिक्रमणहरू, महाकालीमा पनि पारी तपाईँको चाहिँ नि भारतीय क्षेत्रमा विभिन्न खालका तटबन्धन, विभिन्न खालका ब्रेकरहरू लगाएर महाकालीलाई चाहिँ नेपालतर्फ मोडिएका कुराहरू, यी कुराहरू पनि मैले चाहिँ नि होइन याद दिलाएको थिएँ जस्तो लाग्छ मलाई यो रोस्ट्रममा उभिएर। त्यतातिर हामीले चाहिँ ध्यान दिनु त छैन। हामी आफैले चाहिँ नि फेरि हामीले चाहिँ नि होइन भारतको भूमि मिचेको छौँ भन्ने हिसाबको अभिव्यक्ति दिने, अनि त्यसले गर्दाखेरि चाहिँ विवाद सिर्जना भएर, राष्ट्रिय विवाद सिर्जना भएर अन्तर्राष्ट्रिय ब्याजेट पनि भइराखेको छ। भर्खरै तपाईँको चाहिँ नि के अरे छिमेकी मुलुकतिरका केही व्यक्तिहरूले हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यूलाई होइन विभिन्न खालका गाली गलौजहरू गरिराख्नु भएको छ। त्यसो हुँदाखेरि हाम्रो शिर निहुरेको छ या ठाडो छ, हामीले विचार गर्नुपर्छ। सभामुख महोदय, बोल्न पाउने अधिकारलाई यहाँले सुनिश्चित गर्नुपर्छ भन्ने म सुझाव दिन चाहन्छु। म त एकदम धेरै विधिमा जाउँ भनेर सायदै होला यो संसदमा समयमा आउने मान्छे र धेरै जसो चाहिँ तपाईँको चाहिँ हाम्रो नियम उपनियमहरू अध्ययन गरिरहने मान्छे हुँ म। त्यसले गर्दाखेरि मलाई यो नियम त्यो नियम भनेर सिकाइरहनु भन्दा पनि हामीले कुन कुन नियम पालना गरेनौँ त भन्नेतर्फ हामीले ध्यान दिनुपर्छ जस्तो लाग्छ। संविधानको धारा 75 को 1 मा नेपाल सरकार संविधान तपाईँको चाहिँ के अरे को व्यवस्था अनुसार चाहिँ संसदप्रति जवाफदेही भएर काम गर्नुपर्छ भनेर भनिरहेको छ। हामीले पक्कै पनि त्यही संविधानमा टेकेर
बोल्नुपर्ने हुन्छ होला, हिँड्नुपर्ने हुन्छ होला। यो सदन, यो सारा कुरा, यो हाम्रो देश नै पनि संविधान अन्तर्गतै चलिरहेको हुनुपर्छ होला। तर स्वयं नेपाल सरकार चाहिँ त्यो तपाईँको धारा 75 को 1 अनुसार नचलेको देख्दाखेरि हामीले कसरी रीतिथिति र विधिको सुशासन हामी कायम गर्न सक्छौँ त? 1 मिनट पनि नलाग्ने बाटोमा हिँड्दै आउँदाखेरि पनि 1 मिनट मात्रै लाग्ने बाटो छ, तर 1 महिनादेखि 1 हप्तादेखि कराइराख्नुपर्ने प्रधानमन्त्रीज्यू कता हो के हो भनिराख्नुपर्ने प्रधानमन्त्रीज्यूलाई तपाईँले रुलिङ गरेर ल्याउनुपर्छ। तपाईँको रुलिङ उहाँले पनि मान्नुपर्छ, किनभने उहाँ पनि हामी मध्येकै एकजना तपाईँको चाहिँ यो पार्लिमेन्टको मेम्बर हो। त्यसो भएको कारणले गर्दाखेरि यो विधिबाट सञ्चालन गरौँ भन्ने हाम्रो अनुरोध हो। र मैले दिने जति पनि अभिव्यक्तिहरू हुन्छन् मेरो मनको गीत गोजीको कुरा होइन, यहाँनिर मैले सुनाउने गर्दिनँ। हाम्रो नियम, हाम्रो चाहिँ नि उपनियम, हाम्रा चाहिँ नि संविधानका धारा उपधाराहरू के छन्, कस्ता छन् भन्ने कुराहरूबाट नै हामी नियमित बनाऊँ है। प्रधानमन्त्री सफल हुँदाखेरि मात्रै यो तपाईँको चाहिँ नेपाल सरकार सफल हुने हो। नेपाल सरकार सफल हुँदा मात्रै हामी सबैजना सफल हुने हो, मेरो देश सफल हुने हो नि। त्यो चिन्ताले गर्दाखेरि, त्यो तपाईँको चाहिँ नि एउटा राष्ट्रिय स्वार्थ भनौँ न ले गर्दाखेरि प्रधानमन्त्रीलाई हामीले एकाउन्टेबल बनाउनै पर्छ। प्रधानमन्त्री यो तपाईँको चाहिँ के अरे संसदभन्दा ठुलो होइन, यो संविधानभन्दा ठुलो होइन, संविधानको धारा उपधारा भन्दा हामी कोही पनि ठुला छैनौँ भन्ने कुरालाई हामीले एक्का राख्नुपर्छ भन्ने मेरो अनुरोध छ। सीमा रक्षाका लागि यहाँनिर अहिलेको सरकारले को प्रधानमन्त्रीले जे बोल्नुभयो त्यो गम्भीर आपत्तिजनक, त्यो गल्ती हो, राष्ट्रिय गल्ती हो। तर योभन्दा पूर्ववर्ती सरकारहरूले पनि तपाईँको चाहिँ के अरे सीमाको बारेमा खासै चासो दिएको चाहिँ मैले देख्दिनँ। यो देशमा एमाले पनि सरकार चलायो, काङ्ग्रेसले पनि चलायो, माओवादीले पनि चलायो, तर त्यो सिमानामा हामीले नेपाल आर्मीलाई, नेपाली सेनालाई किन लान सकेनौँ? कहिलेकाहीँ यसो निरीक्षणमा जाँदा के बिग्रिन्छ? हामीले सधैँभरि सेनालाई चाहिँ ब्यारेकमा राखिरहन्छौँ, सीमावर्ती क्षेत्रमा कति दुःख छ। आफू बसेको गाउँमा पिलर सरेर आउँछ, के गर्ने हामी त केही कुरा गऱ्यौँ भने लात्ता र बन्दुक देखाउँछ, के गर्ने भन्नुहुन्छ। कहिलेकाहीँ सीमावर्ती क्षेत्रतिर मधेसतिर घुम्छु म, त्यतातिरको पीडा त्यो छ। हामीले हाम्रो सुरक्षा निकायलाई ब्यारेकभित्र मात्रै राखिराख्ने होइन, हाम्रो काठमाडौँभित्र मात्रै, त्यो उपत्यकाभित्र मात्रै राखिरहने हो भने सीमा सुरक्षा कसरी हुनसक्छ? यो सीमा सुरक्षा, सीमा अतिक्रमणको कुरा रासपाको सरकार आएपछि मात्रै सुरु भएको होइन, त्योभन्दा पहिल्यैदेखि थियो। 50औं वर्ष 100औं वर्षदेखि सीमा अतिक्रमण भइरहेको छ। तर हाउ लङ टु वेट फर सो लङ, वी आर डुइङ सो रङ भने जस्तो, सो लङ सो रङ। अब हामीले स्टार्ट गर्नुपर्छ। पहिलाकोले गरेन, अब यसपालि पनि नगरौँ होइन। एकजना माननीयज्यूले त मलाई भनि पनि राख्नु भएको थियो होला, तपाईँको पालोमा गर्नु न भन्नुभयो। खोइ त्यो भन्नु मिल्ने शब्द थियो, थिएन। गरौँ, आज गरौँ। हिजो गरिनौँ, ठिक छ, अस्ति गरिनौँ, त्योभन्दा पहिला पनि गरिनौँ, आज गरौँ न त, आज गरौँ। लेट्स स्टार्ट। इट्स लेट बट इट्स नट टु लेट। त्यसले गर्दाखेरि त्यो सिमानाको विषय सबभन्दा गम्भीर विषय हुन्छ, किनभने भूगोल छ भने मात्रै हाम्रो देश रहने हो। यहाँ बजेटका कुराहरू यी महत्त्वपूर्ण छन्, तर सिमानाभन्दा महत्त्वपूर्ण बजेट हुँदैन। एउटा कालो पत्रे बनाउनु, एउटा पुल थाप्नु होइन, एउटा चाहिँ तपाईँको नहर बनाउनु भन्दा ठुलो कुरा हो सीमा रक्षा गर्ने कुरा। र यो सीमा रक्षा गर्ने कुरामा हामी सबैको राष्ट्रिय एकता होस्। यहाँ सत्ता पक्षका चाहिँ सांसदज्यूहरू हुनुहुन्छ, हामी प्रतिपक्षका छौँ, सबैजना एक बनाउन यसमा भन्ने कुरा हो। त्यसका लागि हिजो एउटा चाहिँ नि उपाय स्वरूप एउटा सङ्कल्प प्रस्ताव पेश गरौँ भन्ने हिसाबले पनि मैले चाहिँ एउटा होइन आइडिया पनि दिएँ, तर त्यसलाई पनि तपाईँको चाहिँ नि रद्दीको टोकरीमा फालियो या के भयो मलाई थाहा छैन। प्रधानमन्त्रीज्यूले दिनुभएको त्यो सीमासँग सम्बन्धित रेकर्डलाई अभिलेखबाट हटाउनुपर्छ भन्ने माग हो हाम्रो। र यहाँहरूले तपाईँको चाहिँ के अरे यो सदनलाई, यसको गरिमा बचाइराख्ने हो भने सभामुखज्यूको सबभन्दा प्रमुख भूमिका हुन्छ। सरकारलाई मर्यादित तरिकाले जिम्मेवार भएर चलाउने हो भने प्रधानमन्त्रीज्यूको त्यसपछिको तपाईँको भूमिका रहन्छ। त्यसपछि मात्रै हामी आउँछौँ। यो चिज छ। र यहाँहरूलाई
अब यो बोल्न पाउनका लागि हामीले चाहिँ नि के अरे होइन नाराबाजी गर्नु पर्यो है। आगामी दिनमा यस्तो नहोस् भन्दै हाम्रो कारणले श्रम संस्कृति पार्टीको कारणले यो आजको सदनको कारबाहीमा पर्न गएको अलिकति असुविधा थोरै थियो होला प्रति हामी चाहिँ नि के अरे क्षमा पनि माग्छौँ होइन। तर सभामुखको तर्फबाट त्यो खालको तपाईँको चाहिँ नि के अरे व्यवहार हामीलाई आगामी दिनमा नहोस्, यसको गरिमा यसरी बचाउनुपर्छ। किनभने हामी सबैजना यहाँ सार्वभौम छौँ, यहाँ कोही कसैलाई कसैलाई सिकाउनु पर्ने, कोही मान्छे कोहीसँग कमजोर होइन है। हामी सबैलाई सार्वभौम नेपाली जनताले मत दिएर पठाएको, सङ्ख्यामा हामी 6 जना छौँ होला, तर त्यति मात्रै छौँ त छैनौँ। त्यसले गर्दाखेरि यो कुरा हेक्का रहोस् भन्ने कुरा म चाहिँ नि भन्दै र यो तपाईँको चाहिँ नि के अरे संसदको गरिमा सधैँभरि बचाएर जानुमा चाहिँ नि प्रधानमन्त्रीज्यूको ठुलो भूमिका रहन्छ। उहाँ यहाँ आएर उहाँले आफ्नो चाहिँ नि के भन्नुपर्ने के सचाउनु पर्ने कुराहरू पनि सचाउनु होला भन्ने कुरा राख्दै बिदा हुन्छु। नमस्ते।